करिब करिब 2023बाट भिडियो बनाउन सुरु गरेको हुँ। अब अहिले 2026 सालको लगभग आधी पनि गयो भनौँ। 2023बाट 2026को आधी भनिसकेपछि लगभग 3.5 वर्ष जति चाहिँ मैले भिडियोमा टाइम खर्च गरेँ। र भिडियोबाट कुनै पनि उपलब्धि नै भइसकेपछि मैले भिडियो बनाउनु त बनाउँछु, तर के गर्छु भनिसकेपछि आजभोलि अलिकति ट्र्याक चेन्ज गरेको हो। भन्नुको मतलब के हो भने मैले 2023मा स्टार्टिङ गरेको युट्युब च्यानल हो। 2023मा युट्युब च्यानल स्टार्ट गरेँ। त्यति बेला म नेपालभन्दा बाहिरै थिएँ, अहिले चाहिँ नभनौँ। त्यति बेला म बाहिर भएको कारणले गर्दाखेरि चाहिँ उहीँबाट नै स्टार्ट गरियो। तर के गरियो, कपी पेस्ट च्यानल। अहिले तपाईँहरूले युट्युबमा सर्च गर्न सक्नुहुन्छ, पशुपति अनलाइन भनेर सर्च गर्नुभयो भने त्यो युट्युब च्यानल मेरो हो। त्यो भइसकेपछि मैले युट्युब च्यानल चलाउँथेँ कपी पेस्टबाट। बनाएको 6 महिनामा मोनिटाइज पनि गरेँ मैले। मोनिटाइज गरिसकेपछि लगभग करिब 3 महिनापछि चाहिँ म नेपाल फर्किएको थिएँ। नेपाल फर्किसकेपछि मेरो मोबाइल चाहिँ हरायो। मोबाइल हराइसकेपछि त्यहाँ चाहिँ भेरिफिकेसन, टु स्टेप भेरिफिकेसन लाग्ने सिस्टम हुन्छ युट्युबमा। त्यो चाहिँ मैले टु स्टेप भेरिफिकेसन चाहिँ लगाएँ। जिमेल आइडी रिकभर गर्न सकिएन। जिमेल आइडी रिकभर गर्नको लागि फोन नम्बर सेट भएको रहेछ उही विदेश हुँदाखेरिको, होइन? अब विदेशकै नम्बर भनौँ, नेपालभन्दा बाहिर भइसकेपछि विदेशकै थिएँ। अनि विदेशको नम्बर मोबाइलसँगै भन्दा पनि अब त्यो नम्बर त नेपाल आइसकेपछि त नचल्ने कुरा भयो नि त, चल्दैन। कहाँ छ अब, सिम पनि फाल्यो, अब धेरै समय भयो, अनि फोन पनि चोरी भयो, जिमेल आइडी पनि गयो, होइन? अब ऊ पनि गयो, जिमेल आइडी पनि गयो, फोन नम्बर पनि गयो। अनि त्यसपछि युट्युब च्यानल रिकभर हुन सकेन। कपी पेस्ट च्यानल थियो। त्यहाँबाट चाहिँ मैले धेरै चाहिँ भिडियो एडिट गर्न चाहिँ धेरै सिकेको थिएँ। आजभोलिको भिडियोमा चाहिँ मैले त्यति एडिट चाहिँ गर्दिनँ कि, म जस्तो बनाउँछु त्यस्तै पाक्ला पुक्लुक पारेर फालिदिन्छु। टाइम पनि त्यति साह्रो हुँदैन आजभोलि चाहिँ अब अलि पहिलेभन्दा अलि व्यस्त नै हुन्छु। त्यस कारणले गर्दाखेरि चाहिँ कपी पेस्ट च्यानल गरेँ, त्योबाट मैले धेरै कुरा सिकेँ, सिक्दै नसिकेको चाहिँ होइन। तर अहिले पछिल्लो टाइममा के हुन्छ भने युट्युबमा चाहिँ त्यति टाइम दिन सकिन्न। युट्युबमा सर्टबाट भन्दा लङबाट चाहिँ धेरै फाइदा हुन्छ। कहिलेकाहीँ टाइम मिलेको बेलामा अब आफ्नो पर्सनल काम गर्दा गर्दै टाइम बित्छ। त्यस कारणले गर्दाखेरि टाइम दिन सके होइन। भन्नुको मतलब के हो भने कपी पेस्ट च्यानलमा काम गर्दाखेरि ब्रान्ड चाहिँ बनाउन सकिएन के। म चाहिँ त्यति बेला बाहिर प्रत्यक्ष रूपमा भिडियो बनाउनको लागि म एकदमै त्यति बनाउन सक्ने क्षमता थिएन भनौँ। बाहिर म त्यति देखिन चाहन्थेँ, लाज लाग्थ्यो, क्यामेरा फेस गर्न सकिन्थ्यो। अनि पछि चाहिँ हल्का टिकटकमा बनाउन थाल्यो, अनि त्यसपछि फेसबुकमा रिल्सहरू चाहिँ बनाउन थाल्यो। अनि चाहिँ आजभोलि क्यामेरासँग अलिकति क्लोज भइएको छ, होइन? त्यस कारणले गर्दा तपाईँहरूले चाहिँ जति पनि एउटा कन्टेन्ट क्रिएटर हुनुहुन्छ, कन्टेन्ट क्रिएट गर्नुहुन्छ भने तपाईँ सकेसम्म चाहिँ आफ्नो फेस भ्यालु बनाउनुहोस्। आफ्नो फेस भ्यालु बनाउनु भयो भने चाहिँ तपाईँको भोलि बिहान अर्को च्यानल खोल्दा, अर्को नयाँ ब्रान्ड स्थापना गर्दा तपाईँको फेस भ्यालुले तपाईँको आइडीलाई एकदमै छिटो ग्रोथ गर्छ क्या। त्यस कारणले गर्दा त्यो कपी पेस्ट च्यानल गर्ने हो। अब त्यो अर्काको भिडियो उठायो, एडिट गर्यो, दुनियाँभर गर्यो, टाइम यति लस हुन्छ नि। आफ्नो भिडियोमा चाहिँ तपाईँले जेसुकै गर्नुहोस्, होइन? एडिटै नगरिकन हाल्दा पनि तपाईँको फ्यान फलोवर्सहरूले चाहिँ एकदमै मन पराइदिन्छ क्या, होइन? कपी पेस्ट गरेको च्यानल फलानो ढिम्कानो दुनियाँभर कपिराइटको इस्यु आउने, दुनियाँ के डिलिट गर्नुपर्छ, कहिले के गर्नुपर्छ, होइन? यो कुरा चाहिँ धेरै समस्या हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरामा ध्यान दिएर तपाईँहरूले चाहिँ पहिले नै आफ्नो ब्रान्ड बनाउनु होला, फेस भ्यालु दिनु होला, अनि तब मात्र चाहिँ हामी कन्टेन्ट क्रिएट गऱ्यौँ भने एउटा ब्रान्ड बनायौँ, एउटा चाहिँ कम्पनी नै ठुलो ग्रोथ गर्नु छ भने आफ्नो फेस भ्यालु दिनु होला। र भोलि चाहिँ तपाईँहरूलाई के गर्नको लागि भन्दाखेरि तपाईँहरूलाई ग्रोथ हुन, बाइचान्स आइडी नै ड्यामेज भइदियो, बाइचान्स ह्याक भइदियो भने त्यसलाई चाहिँ रिकभर नभए तापनि आफैलाई केही समय लगाएर एकदमै छोटो समयमा, होइन, 1 महिनाभित्र चाहिँ तपाईँ सबै फ्यान फलोवर्सलाई चाहिँ तपाईँले ब्याकअप गर्न सक्नुहुन्छ क्या। अब नयाँ आइडीमा चाहिँ जोड्न सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि कपी पेस्ट च्यानल, फेसलेस च्यानल, होइन, भन्दा
एकदमै तपाईँहरूले आफ्नो ब्रान्डिङ फेस भ्यालु ल्याएर भिडियो बनाउनु भयो भने एकदमै राम्रो हुन्छ भनेर भन्न चाहिँ चाहन्छु है मैले।